बजारमा माग के को छ, आपूर्ति कसरी भइरहेछ र हाम्रो अहिलेका आवश्यकताहरू यो सबै कुराहरूको अध्ययन गरिकन हामी बिस्तारै र अलिकति सावधानीपूर्वक अगाडि बढौँ ताकि हाम्रा कार्यक्रमहरू हाम्रा पाठ्यक्रमहरू समय सापेक्ष र व्यवहार उपयोगी होस् भन्ने हाम्रो चाहना हो। त्यसको लागि हामीले विज्ञहरूसँग छलफल गर्ने, अन्तर्क्रियाहरू गर्ने, अन्य विश्वविद्यालयका पाठ्यक्रमहरूको समीक्षा गर्ने कामहरू चाहिँ अहिले गरिरहेका छौँ। र यो टेक्नोलोजिकल अथवा प्राविधिक धार भनेको कस्तो हो भनेदेखि यसले भोलिको लागि जब सिकर्स भन्छौँ हामीले हैन, काम खोज्ने मात्र नभइकन काम उत्पादन गर्न सक्ने खालको जनशक्ति पनि यसले तयार गर्छ। यसबाट टेक्निकल विद्यार्थीहरू भनेको चाहिँ भोलि पढेर गइसकेपछि खाली जागिर मात्रै खाने होइन, आफै एउटा जागिर दिन सक्ने हैसियतको पनि बन्न सक्ने भएकोले प्राविधिक शिक्षाको महत्त्व चाहिँ अति छ, विशेष गरी हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि चाहिँ जरुरी छ।